साथीहरू, नेपाल प्रहरी जवानमा सोध्ने अन्तर्वार्तामा सोध्ने महत्त्वपूर्ण प्रश्न उत्तर लिएर म फेरि उपस्थित भइसकेको छु। 4 नम्बर क्वेसन, अन्य पेसा व्यवसाय छाडेर नेपाल प्रहरी नै किन रोज्नुभयो? उत्तरमा तपाईँ भन्न सक्नुहुन्छ। प्रहरी पोसाक लगाएर जनताको सुरक्षामा खटिनु गर्वको कुरो हो सर, र प्रहरी सेवा अनुशासित, समर्पण र उद्देश्यपूर्ण छ सर। त्यति राम्रो चाहिँ एन्सर दिँदा अझै प्रभावकारी हुन्छ। नेपाल प्रहरीको मुख्य कार्यहरू के हो भनेर सोध्दैला। नेपाल प्रहरीको मुख्य कार्यहरू शान्ति र सुरक्षा कायम गर्नु, अपराध अनुसन्धान र दोषीलाई कानुनी कारबाहीमा ल्याउनु, जनताको जीवन सम्पत्तिको सुरक्षा गर्नु, ट्राफिक व्यवस्थापन। यो मध्येमा तपाईहरुले मतलब 2वटा पनि 3वटा पोइन्ट भन्नुभयो भने धेरै राम्रो हुन्छ। सडक सुरक्षा, विपद व्यवस्थापन, उद्धार कार्य, कानुनी कार्यान्वयन र अदालतको आदेश पालना, यो सबै आउँदो रहेछ। तपाई 2वटा पनि पुग्छ। नेपाल प्रहरी बाहेक तपाईलाई मन पर्ने पेशा कुन हो, मतलब कुन हो र किन? तपाईँ सबैभन्दा राम्रो हुन्छ कि सेना र सशस्त्रको बारेमा भन्न सक्नुहुन्छ भने राष्ट्रिय अनुसन्धानको बारेमा पनि भन्नु। तर सेना र सशस्त्र नेपाल प्रहरी जस्तै हो। र अब सेना र सशस्त्र बलमा पनि मतलब किनको जवाब दिइरहेको छु। सेना र सशस्त्र बलमा पनि देश र जनताको सुरक्षाका लागि सेवा गर्न पाइन्छ। अनुशासन, साहस र समर्पणको भावना प्रहरीसँगै मिल्दोजुल्दो छ सर। त्यसैले यो पेशा मलाई मन पर्छ भनेर भन्न पाउनुभयो। हस् त, थ्याङ्क यू। कस्तो लाग्यो भिडियो मन पर्यो भने लाइक गर्नुहोला।